मम्मी एकछिन बिस्तारै गर्नु न दिदीकोमा राख छोटै राख दिदीकोमा हालेको छोटै राख आफै राख बस बस छोइहाल यति वाला यति लाइन त तिम्रो केदार कप्ते लगाइदिनु हजुर त्यहाँ लगाएर त छैन मसँग छैन घट्याडा छ हो नि त सगुन भने त छुट्टै कुरा हो त्यो त विधि गर्ने हो दिदी ओ दिदी भेनाले आउनु रे क्या मैले त बिहा गरेर टिका लगाएर दिने हो क्या मैले खुट्टा पानी दान के केही गरेको छैन बाउले त झन् पहिले गर्नुपर्ने होइन नि एकदमै गर्नुहुन्न भनेर एउटाले नगर्नु रे दिएको बेला गर्नुपर्छ असै धेरै भयो क्या त्यो ल झरिहाल्यो एउटा चला छ बिना लोगिरहेको छु पछाडि हात के हो जेडी भन्दा माइली स्लो भयो क्या हो कान्छी यास्मिनको पैसा मिसिएला है के अर्को थाल ल्याउनु अब अन्टीहरूले सकेका छैन हजुरआमाहरूले छोरी पाए मान्छे जाने होस् भयो एक टिकट टाँसो कस्तो मधुरो लाइट नपुग्यो त होला यहाँ त राम्रै आएछ फेरि ठुलो बत्ती भित्र हाल्नु बाहिर हाल्नु भने भित्र हालेछ
खालै भर्छ हुन्छ 12 वर्षमा आउँदै भाक्सन के गरे फोटो उ त्यहाँ हामी उनीहरुलाई बिएलसी बिहा गरेर फुफु आले त अझै भरे आले परेन फुफु भरे दिएको खुट्टा नढोग्नु रे भन्छ भरे नि हामीले फुफु अझै नि हामीले त पर्यो नि नातिनको परे अब पैसा झारे भन्छ है पैसा हराएर छैन छँदै छ नि भाउजू किन टेन्सन लिए यो बत्तीले पनि नराम्रो आएर त्यो त साइडको त्यस्तो मजा बिग्रेको होइन दुःख हुन्छ भनेर हो पैसा निकाल्दैन पैसा दिने होला बुढीले के तान्नु यत्रो मोटो मान्छेलाई बुई गरेर बुई भन्छ मामलाई कहिले बुई गर्दिने मम्मीले बुई गर्नुपर्ने एस्मिन अघि केमा आएको एस्मिन एस्मिन केमा आएको भनेर सोधेको छु बोल्दैन एस्मिन जापान आएको एस्मिन केमा आएको तिमी भन त मामालाई गाडी भाडा दिनुपर्छ नि थाहा होला नि गाडी भाडा दिनुपर्छ थाहा होला नि मान्छे मामालाई गाडी भाडा दिनुपर्छ थाहा छ कि छैन खै फोटै देखेन अनुहारै देखेन नजिक भयो क्या ठाउँमा अल्टर भयो क्या यताबाट खिच्यो उज्यालो पर्ने त्यो कपिललाई के त्यसलाई आनन्द बिन्दा छ त्यो गैँठीलाई रे सुने है मैले कफी लाउँछ र डोन आयो फेरि डोन बच्चा मामा दुईटा उतै उतै छ उसको त ल उ पनि माने उभिन गाडी हैन
भेडाको फर्क्यो भने त साली सवाल त्यही फुल हो त्यही गर्नु यसको टिका हेर न कति धेरै हो कति राम्रो आएको छ क्या भिडियो त नराम्रो मामाले हेरेर कविले लाखाइन बाँकी छ एउटा उदाइले लाखाइन रविले लाखाइन ए कान्छीले लाउनु पर्छ ल निनी चाहिँ खै त कान्छी गई कान्छी गई कान्छी के बेहुली निकाल्न ल्याइस्यो बेहुली सानी भन्छ साजेसको भरा के नाइस्यो नि कान्छी आमा मेरो पालाको कान्छी आमा छोरीको चस्मा ठुलो हुनलाई कहाँ कहाँ हालेर राखेको छ यो को नानी होइन होला मामु हेरे पहिला बाउले लाउँछ धेरै पो छ त अहिले त पर्दैन लास्टमा आमाकै पालो हो क्या पहिला मामाको लास्टमा आमा ए भिडियो पो रहेछ अलिकति केलाएर उता राखिदियो धेरै पर्दैन सिँगै राखेर सिँगै राख पछाडि हात नलाउनु न त दुईटा हातमा एउटा हातमा छुयो नि हुन्छ तर टिका लाउँदा चाहिँ त मास्तिर फर्काउने भन्छ अधिकांश मान्छेले यसरी टिका तलतिर फर्काएर लाउँछ क्या यस्तो मास्तिर फर्काउने त्यसरी होइन हो त्यसरी चाहिँ हो प्रायः मान्छे चाहिँ यस्तो तलतिर फर्काएर हुन्छ कसरी ला त तपाईले मास्तिर फर्काएर त्यसै लाउनु हामीलाई यो मिठाई पैसा नि कति धेरै रहेछ यार उफुल्दिनु न कस्तो क्यामेरा गरे भिडियो गरेछ भाइले भिडियो गरिरहेछ भिडियो गरेर ठ्याक्कै खिच्नु नि मिल्छ नि छ त नि खोइ मलाई त आएन साइडमा हुन्छ ठ्याक्कै तल छ त त्यही मजान लाग्यो उयो क्यामेरा ठ्याक्क ठ्याक्क दिन्छ न म त भिडियो भइरहेछ भनेर चुप लाएर बसिरहेको मान्छेले रुतु ताने त हजुर 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 यसमा थिच्यो नि फोटो हुन्छ क्या अहिले कविता नजिक आउनु कति टाढो बसेको तिनी तन्किरहेको छ नाम कविता कविताको आमा पनि कविता नानी पनि कविता यो पनि कविता को कविता फु भन्दै नि कविता अर्को कविता
व्यङ्ग्य हान्दै होला नि डाइलग निनीले अर्कै ल्याङ्ग्वेजबाट ल्याङ्ग्वेजबाट ल सक्यो